हेलो नमस्ते वेलकम ब्याक टु द निमी स्टोर सबैजनालाई हाम्रो साथमा यहाँ करण सर छन् नमस्कार सबैजनालाई अनि हाम्रो भाइ छन् यहाँ हाम्रो प्रिन्स सर छन् र मेरो यहाँ भाइ छन् सुजल भाइ देखियो क्या त्यहाँ देखिए म छु सबैजना आइदिनु पर्यो नाइम स्टोरमा अनि के छ करण सर 2-4 शब्द दिनु पर्यो आफ्नो साथीको स्टोरमा आएपछि आइदिनु पर्यो हैन साथीले एकदम मिलाएर दिन्छन् हैन गिभअवेहरु पनि मिठो दिएको छ फुटबलले पनि दुईटा टिकट पाइसक्यो तपाईहरु पनि आउनु होला अनि प्रिन्स सर के छ सर भन्नु चाहिँ भन्नु उठेको सबै ब्रान्डेड ल अब हामीले ट्रिनिटीलाई रिप्रेजेन्ट हान्नु पर्यो कि होइन करण सर अनि यहाँ हाम्रो भाइहरू चल्दो फोल्दो अहिलेको हाम्रो प्रिन्स के नाम रे रितेश भाइ ए होइन यहाँ यो के सुजल भाइ अनि ठिक हो नाचेर देखाइदिनु पर्यो नाच अनि हाम्रो चाइना स्टोर ओपन भएको छ साइडमा सो हाम्रो नयाँ स्टोर भयो सो आइदिनु होला नि भिजिट गर्न भयो भने यसो स्टोर हेर्न भयो भने कपडा नकिने नि अनि त्यही हो अनि अब तिहार आउँदैछ सर तिहारको लागि के प्लानिङ छ भन त तिहारको लागि भोलि एकदम आवश्यकता छ अहिलेको लागि हामीलाई हैन जो जोइन गर्न चाहनुहुन्छ नि हाम्रो भैलोको टिम हामीलाई एकदम आवश्यकता छ हैन जोइन गर्न चाहनेहरू पार्टीले हामीलाई सम्पर्क गर्नु होला हैन केटाहरू त टन्नै छ केटीहरू भइरहेको छ त्यस्तो नेगेटिभ वेमा चाहिँ हैन दिदी बहिनीहरू कम भइरहेको छ हैन केटीहरू नमाएर आपत छ यार दिदी बहिनीहरू को हुनुहुन्छ कोले भिडियो हेर्दै हुनुहुन्छ सबैजना आइदिनु होला केटाहरू चाहिँ टन्नै छ ल सबजना आइदिनु पर्यो र मिटिङ चाहिँ नायम स्टोरमा हुन्छ यहाँ हाम्रो दाजुभाइहरूको एकदम स्टोर नयाँ नयाँ स्टोरहरू खोलेको छ त्यसमा हामी भिजिट हान्न गइरहेको छौँ होइन के छ अब यसो चलबल हेर्नु पर्यो हाम्रो अर्को स्टोरको होइन पास्ट न्यू कलेक्सनको ल ल हामी यस्तै हेरिदिन्छ ल गाडी स्टार्ट गरेको ल अब हामी लाग्यो पास्ट न्यू कलेक्सन तर्फ तरफ गरे यार तर्फ ल हल्का ल हामी आइसकेको छौँ यो पास्ट न्यू कलेक्सनमा हाम्रो साथी आशिषको पसलमा होइन कपडाहरू चाहिँ राम्रो राम्रो ल्याएको छ साथीले प्राइस पनि रिजनेबल छ सबैजना आउनु होला के छ साथी यार भन्छ छौ ल मेरो साथीको पसलमा आइसकेको छौँ हामी ल हाम्रो 9MI फ्यामिली आइसकेको छ होइन यस केटा हो वेलकम छ है हाम्रो साथीको ब्लगमा म र मेरो भाइ मिलेर एउटा क्याफे खोल्ने सोचेको भाइले लगाइदिइहाल्यो भने चाहिँ खोल्ने हो है ल कस्टमर आउनु भएन होइन भाइले लगाइदिइहाल्यो चाहिँ खोलिदियो त हालेर त्यस्तै निस्केको अब कस्टमर आउनु भएन हाम्रो सोटेकोमा भइहाल्यो छ यहाँ म आफ्नो घर आइसकेको छु र मेरो आमा हो आमा सुती खाँदै हुन्छ ल ल अब म खाना खान आएको छु खाना दिनु न त सुनेको होइन यहाँ भिडियो बनाएको क्या टक्क अब भ्लग हाल्ने है आज के छ खानामा हेरौँ ए खाली रहेछ खाली रहेछ यार पास्ता रहेछ यहाँ दाल रहेछ आमा र म मात्रै बस्ने हो खासमा यो घरमा अनि यो हाम्रो भन्नाले आमाको र म बस्छु अहिले र अहिले फिलहाल बिजनेस छ अनि म चाहिँ इन्डिया बस्छु र रेडिसन ब्लूमा एज अ सुपरभाइजर काम गर्छु त्यही हो अरू त केही छैन हेर्दै गर्नु होला हाम्रो फर्स्ट ब्लग हुनेवाला छ यो च्यानलमा र हाम्रो छिटै एउटा म्युजिक भिडियो नि आउँदैछ विकास छेत्रीको एउटा म्युजिक भन्नाले रेकर्ड हुँदैछ त्यो साथीको मेरो त्यसपछि हाम्रो एउटा दामी मिठो म्युजिक भिडियो आउनेवाला छ खाना त छैन आमा केही पनि खाना त केही छैन हजुर ए ल ल आँटो दाल खाने मैले ल ल खाइदिनु केही छैन खानुपर्छ गाइस खानुपर्छ यो हाम्रो आँटो हो अब डाइटिङमै छु म आज खान्न भने चाहिँ खासमा एक्कासी आएँ खाना खान खानै छैन अब खान्छु अनि त्यसपछि स्टोर जान्छु म स्टोर गएपछि तपाईँलाई भेट्छु त्यहाँ ल अब म नि खाना खाइसकेँ अब जाने हो भनौँ न स्टोर सो आमा सुत्नु भयो म जान्छु स्टोर अब
म स्टोर आइसकेको छु होइन अनि हामीसँग अहिले स्वेट सर्टहरू र हुडिजहरूको एकदम बेस्ट विन्टरको लागि आइसकेको छ क्लोथ्सहरू। सो छिटोभन्दा छिटो भिजिट गर्नलाई नाइम स्टोरमा। र अहिले हाम्रो सुशील भाइ सेन्टी गीत सुनेर चिल गर्दैछन्। सो त्यही हो गाइस, बाई बाई।